हेलो 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 दर्शन नमस्ते सबैजनालाई सलाम होइन जय नेपाल। सो आज म एउटा सानो भिडियो लिएर आएको छु हजुरहरूकोमा। म के भनेर मन लागेको छु भन्दाखेरि आज एउटा सानो भिडियो बनाउन मन लाग्यो। सो त्यही भएर आफ्नो मनको प्रस्तुति राख्न आएको छु यो भिडियो मार्फत होइन। सायद हजुरहरूलाई यो भिडियो मनपर्छ भन्ने मेरो आशा राखेको छु। सो मलाई खासै यो सोसियल प्लेटफर्ममा आएर यसरी बोल्न त मन लाग्दैन र पनि अहिलेको जुन अवस्था हेरेर मलाई बोल्न मन लागेको छ। सो त्यही भएर म सानो भिडियो लिएर आएको छु हजुरहरूकोमा होइन। जुन अहिलेको अवस्थामा देशमा जुन अवस्था भइरहेको छ नि होइन, जुन यो तोडफोड मारपिट मान्छे मार्ने कुट्ने जलाउने पोल्ने होइन, अर्काको घर तोड्ने फोड्ने यो सबै किन भइरहेछ क्या होइन। यति पढेको मान्छे छ कि नेपालमा होइन, यति पढेको मान्छे छ कि होइन, यति पढेको सिप भएको मान्छे छ होइन, नगर्ने त्यहाँ कोही पनि छैन, सबैजना गर्ने नै छ, मिहिनेत गर्ने नै छ। र पनि यस्तो व्यवहार देखाइरहेको छ कि त्यो एउटा व्यवहार जनाउन पनि त्यस्तो व्यवहार हुँदैन क्या होइन। किन सबै क्या अब अहिलेको अवस्थामा जुन यो राजावादी भनेको छ ग्रन्थ, यो के भन्छ राजावादी गणतन्त्रवादी भनेर यो दुईवटा जुरोसहरू लगाइरहेको छ, तोड्ने फोड्ने गरिरहेको छ होइन। त्यहाँ एउटा पनि स्वार्थ देखाएको छैन क्या होइन। त्यहाँ न त त्यहाँ देशको माया छ, न त त्यहाँ एउटा मानवताको हिसाबले पनि त्यहाँ कुनै पनि चिज देखाएको छैन खासमा भन्यो भने होइन। यदि तपाईँहरू एकदम सिधा एकदम श्रेष्ठ मानव हो भने होइन, कहिले पनि यसरी आफ्नो संरचनालाई बिगार्दैन क्या, भत्काउँदैन क्या होइन। सो त्यही भएर मैले आज यो सानो एउटा भिडियो लिएर आएको छु। मलाई त्यही चिज देखेर मलाई सानो बोल्न मन लाग्यो। सो त्यही भएर म यो सानो भिडियो लिएर आएको हो होइन। अहिलेको अवस्थामा सबैजना मिलेर अगाडि बढ्नुपर्ने ठाउँमा होइन। अहिलेको मान्छेहरू सायद देश विदेश नघुमेको कोही पनि छैन होइन। तिनीहरू पनि के को लैलामा लागेर यसरी आफ्नो देशमा गएर भाडबेला गरिरहेको छ होइन। किन यसरी यो तोडफोड गरिरहेको छ होइन। तपाईँहरू र्याली गर्नुहोस् होइन। कोही राजावादी छन्, त्यहाँ कोही गणतन्त्रवादी छन्, त्यो त सायद अब त्यो कसैको त्यो दुई चार थाल भात खाएर मासु भात खाएर त्यसरी सायद र्याली गरेको होला होइन। मलाई चाहिँ त्यस्तो लाग्छ होइन। यदि देश बनाउने हो भने त यत्रो साल एउटा अफर दिएको थियो राजाले पनि होइन। कति 2007 सालबाट राजा हट्यो होइन। त्यसपछिदेखिबाट के गर्यो क्या होइन, देशले के गर्यो, सबै आफ्नो मान्छेलाई आफ्नो ठाउँमा आफ्नो कुर्सीमा लग्यो, तान्यो, हाल्यो। बस गरिब मान्छे गरिबमै रह्यो। जो माथिको मान्छे, जो पैसावाला मान्छे त्यो अझै धेरै धनी भयो। हामी जस्तो मिडल क्लासको मान्छे भनेको या त खाडी मुलक जाने, अब या त पैसावाला मान्छेहरू जति या त युरोप कन्ट्री, जापान, कोरिया जाने होइन। हामी भनेको अब त्यही हो, 1-2 लाख खर्च गर्यो, बाहिर दुबई आयो, साउदी आयो, कतार बरायन गयो, त्यही हो, खाडी मुलुक नै जाने हो। सो म यो भन्छु कि अहिलेको युवा पुस्तालाई, यदि तपाईँहरू देश बनाउन चाहनुहुन्छ भने र आफ्नो के गरेर देखाउन चाहनुहुन्छ भने यो भाडबेलामा नपर्नुहोस् होइन। मेन कुरो आफ्नो देश बनाउन चाहनुहुन्छ भने राजालाई साथ दिनुहोस्, राजाले सबै चिज गर्छ होइन। यो पार्टी त्यो पार्टी, काङ्ग्रेस, माओवादी, प्रचण्ड यस्तो भनेको यो सबै झोले हो। यो सबै आफ्नो स्वार्थको लागि काम गर्ने मान्छे हो, बुझ्नुभयो नि। यो सबै स्वार्थ हो। यदि तपाईँहरू सिधा मान्छे हुनुहुन्छ भने तपाईँहरू र्याली पनि गर्नुहोस्, आफ्नो राइटको लागि। आफ्नो राइट के हो होइन, त्यसको लागि युद्ध गर्नुहोस्, तर कसै पनि यसरी अर्कालाई दुःख दिने काम नगर्नुहोस्। मैले देखेको भएर यो सानो भिडियो बनाएको हो। यसरी अर्काको बिल्डिङ तोडेको छ, अर्काको होइन होटेल तोडेको छ, सामान तोडेर लिएर गएको छ यार। त्यो त एउटा जनावर हो यार। त्यो त एउटा उता यो के भन्छ बङ्गलादेशमा त्यस्तो देखाएको थिएँ मैले, अहिले नेपालमा त्यस्तो भइरहेको छ क्या। नेपालमा चाहिँ त एकदम बुद्धकी छ यार होइन। बुद्धकी छ, दुःख गरेर खान्छ, यसरी लुटेर चोरेर खाँदैन। अहिले त्यो अवस्था आइरहेको छ क्या।
त्यो एउटा नेपालीमा हुने गुण होइन क्या त्यो, होइन। सो यो नगरिदिनु होला, होइन। सबैजना दुःख गर्नुहोस्, मिहिनेत गर्नुहोस्, आफूले मिहिनेत गरेको कहीँ पनि जाँदैन, लुटेर नखानुहोस्, होइन। त यो पालि त्यो पालि नभन्नुहोस्, हामी नेपाली हो, नेपाली नै हुन्छ, होइन। मेची महाकालीदेखि पूर्व पश्चिम उत्तर दक्षिण चारैतर्फ जहाँसम्म नेपाल छ त्यहाँसम्म हामी नेपाली हुन्छ, दाजुभाइ दिदीबहिनी जो पनि हुनुहुन्छ, होइन। हामीमा एउटा मानवताको व्यवहार हुनुपर्छ, होइन। यसरी र्याली गरेको छ या यो नेपालको भौतिक संरचनाहरू तोडेको छ, होइन। यो त यो भएन क्या, यो भोलिको दिनमा गएर यो जति पनि तोडेको छ, भत्केको छ नि, तपाईँहरू हामीहरूले नै त्यो पैसा पे गर्ने हो, होइन। त्यहाँ कसैले पनि त्यो बनाउँदैन, त्यो तपाईँ हामीकै बिचको पैसाले त्यो बन्ने चिज हो, होइन। आजको दिनमा त्यसरी बिल्डिङ तोडेर, घर तोडेर, बाटोघाटो तोडेर, होइन। अब त्यो जुन देखिरहेको छ एउटा यो ट्राफिक सिग्नल तोडेको छ, भत्काएको छ, होइन। अर्काको बिल्डिङमा गएर भाँडाकुँडो चोरेर ल्याएको छ, बिहोर चोरेर हिँडेको छ, मैले त्यो देखिरहेको छु क्या, भिडियो देखेको छु मैले। सायद म त्यो ठाउँमा थिइनँ र अहिलेको, किनभने अहिले त 24 आवर लाइभ आउँछ, होइन। लाइभ हेर्छु हामी पनि, आफ्नो देशमा के भइरहेको छ, हामीलाई पनि त्यो एउटा माया हुन्छ। हामी देश बाहिर भए पनि हाम्रो मन नेपालमा हुन्छ, हाम्रो शरीर बाहिर भए पनि हाम्रो मन नेपालमा घुमिरहेको हुन्छ क्या 24 आवर। के भइरहेको छ, के गरिरहेको छ, हाम्रो देश चाहिँ किन अगाडि बढेको छैन, किन यस्तो भइरहेको छ, हामीलाई के चाहिएको, नयाँ पुस्ताले के गरिदियोस्, होइन। देशको मान्छे कति बाहिर जान्छ, कति बाहिर गएर दुःख गर्छ, होइन। अर्काको देशमा नोकरी गर्छौ, साफसफाइ गर्छौ, होइन। त्यो गर्छौ, हामी आफ्नो देशमा गर्नुपर्छ क्या, त्यो एउटा वातावरण बनाउनु पऱ्यो क्या, होइन। यसरी सधैँ झगडा गरेर एक दुसराको खुट्टा तान्ने, होइन, यसले यो गरे, यसले ऊ गरे भनेर, त्यो एकदम गलत कुरो हो, होइन। बस यदि के खोजेको जनताले, जनताको भावना बुझ्नुपर्छ र तपाईँहरू आफ्नो राइटको लागि जुलुस गर्नुहोस्, होइन, नारा लगाउनुहोस्, त्यो आफ्नो ठाउँको कुरा हो। तर केमा नारा लगाएको छ, केमा जुलुस लगाएको छ, त्यो राइट बुझेर मात्रै अगाडि बढ्नुहोस्, होइन। काम गर्नुहोस्, सिधा काम गर्नुहोस्, सोझो काम गर्नुहोस्, होइन। अर्काको मतलब कसैको त्यो ललैमा लाएर त्यो काम नगर्नुहोस्। त्यो भनेको बस 1-2 दिनको लागि हो, तिम्रो भविष्यको लागि त्यो काम छैन, फ्युचर छैन। सो अबको म नयाँ पुस्ताहरूलाई यो भन्छु कि तपाईँहरू यस्तो पढेको मान्छे भएर यो गलत काम नगर्नुहोस्, भौतिक संरचनाहरू तोडफोड गर्ने काम नगर्नुहोस्। जुन अहिले यो जुन अहिलेको टाइममा काठमाडौँको यो जुन के भन्छ उसमा बालेन सरकार आएको छ, होइन। बालेन सरकार भन्छु भन्न चाहिँ, होइन। तर बालेन जुन अहिलेको यो नगरपालिकामा छ बालेन, उसले गरेको काम सही छ, होइन। उसले त्यसमा कुनै पनि ऊ छैन क्या, स्वार्थ छैन क्या, होइन। उसले जो काम गरेको छ, उसले आफ्नो के हो उत्तरदायित्व, आफ्नो रेस्पोन्सिबिलिटी उसले त्यो निभाइरहेको छ क्या, होइन। उसले काम गरेको एकदम 100मा 100 छ, उसले म सल्युट गर्छु क्या, होइन। किनभने हिजो अस्ति कति दिन नारा जुलुस भयो, होइन, युद्ध भयो, सायद युद्ध पनि भयो होला, त्यहाँ कतिजना मान्छे मऱ्यो भनेर मैले सुनेको छु। सो आज सायद उनीहरूको टोली भ्रमण गऱ्यो, त्यहाँ जति पनि त्यो भौतिक संरचनाहरूको क्षतिपूर्ति भएको छ, होइन, क्षति भएको छ, उसले त्यो जुन त्यहाँको मेन मान्छेलाई कति लाखको फाइन कति भनेर न्युज आएको छ, त्यो सायद सही हो कि गलत हो कि, होइन, त्यो थाहा छैन। तर त्यो गर्नु एकदम राम्रो हो, होइन। जुलुसै गर्नु, नारा लगाउनुहोस्, होइन, लगाउनुहोस् क्या, नलगाऊ भन्दिनँ क्या, होइन। देशको लागि काम गर्नुहोस्, सधैँभरि देशको नाम इज्जत फ्याँक्ने काम नगर्नुहोस्, होइन। सँगैको देश इन्डिया चाइना कताबाट कता पुगिसक्यो, होइन। चन्द्रमामा रकेट उडाइसक्यो, हामी नेपालमा चाहिँ के गर्छ, रकेट उड्न लागेको रकेट पनि खिचेर तल झारिरहेको छ क्या। यस्तो काम नगरिदिनुहोस् क्या, होइन। त्यही भएर एउटा स्वच्छ नेपाली बन्नुहोस्, काम गर्नुहोस् सबैलाई। जय नेपाल, जय मातृभूमि। ओम नमः शिवाय।